हेलो एभ्रिवान, आज फेरि हामी साइक्लिङ गर्दैछौँ। आजको लोकेसन चाहिँ हाम्रो कहाँ हो भन्दाखेरि फिर्ता मोडदेखि सलकपुर भन्ने ठाउँ हो। धेरै एकैछिन है। सलकपुर It's on now. Hello guys, welcome back to my channel. तपाईहरुको साथी, तपाईहरुको दाइ भाइ, तपाईको जे पनि भन्नु जुदा अनिस इज हियर with another vlog. अनि आज चाहिँ हामी कहाँ जाने प्लान छ भन्दाखेरि कहाँ जाने प्लान छ भाइ भन्दै त? पाण्डेङ हैन सलकपुर जाने हैन बोर्डरमा हैन त हामी। अहिले राइट नाउ चाहिँ हामी बोर्डर इन्डिया नेपालको बोर्डर छौँ। यता पछाडि हेर्नु यता नेपाल हो। अनि यता चाहिँ इन्डिया, पुरो इन्डिया हो। के छ दाइ खबर? ठिक छ? यता चाहिँ दाइ अब स्ट्रेन्जर दाइ नि चिन्नै पर्छ दाइहरूसँग। हजुर हेलो गाइज, myself Black Panther. गाइज मेरो कन्डो छेला त कालो छैन कि। अलराइट गाइज, तपाईँहरू यदि इन्डिया जानुहुन्छ भने चाहिँ इन्डिया जानु चाहिँ पाउँदो रहेछ। केही गर्नु पर्दैन रहेछ। यहाँ तपाईँहरूलाई म देखाइदिनु पऱ्यो। यहाँ इन्डियाबाट नेपाल आउनेहरूको जनसङ्ख्या अहिले यति बेला। यो पुरानो पुल हो, यो पुरानो पुल हो है, यति पुरानो पुल हो। अनि अहिले यो चाहिँ नयाँ हो, नयाँ एसियन हाइवे नयाँ हो। उति चाहिँ पुरानो। टन्नै छ मान्छे त नि यार, मान्छे टन्नै छ। अलमोस्ट 200 जना जस्तो होला यहाँनिर। नेपालबाट इन्डियाबाट नेपाल छिर्ने नेपालीहरू प्लस नेपालबाट इन्डिया जानेहरू पनि थुप्रै छ। ब्ल्याक पेन्थर भाइलाई इन्डिया जानु पुरा मन परेछ हो। जाम कि जाम भन्दैछ। अब तल गएर इन्डिया गएर भाइलाई इन्डियाको ललिपप खुवाइदिने इन्डियाको ललिपप खुवाइदिने। अनि भाइ चुस्दै बस्छ ललिपप। अनि भाइ बोल्दैन नि त फेरि, कस्तो लजाउँछ कि। भाइको गर्लफ्रेन्ड छैन, भाइ स्टिल भर्जिन छ है। भाइ गर्लफ्रेन्ड खोजिदिनु दाइ खोजिदिनु न भन्दैछ। यदि भाइसँग कोही इच्छुक हुनुहुन्छ भने गर्लफ्रेन्ड बोयफ्रेन्ड बन्न सम्पर्क गर्नु होला। सम्पर्कको नम्बर चाहिँ भनिदेऊ त। 98 14 14 023 544 यही हो। सम्पर्क गर्नु होला है। फेसबुकमा हेर्दै हुनुहुन्छ कि युट्युबमा हेर्दै हुनुहुन्छ, जेमा हेरे पनि सम्पर्क गर्नु। प्यान्थर भाइको यताउता भाइ अलिक नजिक। प्यान्थर भाइको इन्डिया जाने सपना चुर भयो। भाइ इन्डिया जान्छु भन्दै थियो, पस्छु भन्दै थियो। तर कारणवश हामीसँग त्यस्तो इन्डिया पस्ने त्यस्तो इम्पोर्टेन्ट काम थिएन। अनि जसको इम्पोर्टेन्ट काम छैन उसलाई इन्डिया जानु दिँदैन रहेछ। कि त इन्डियाको सिटिजन हुनु पऱ्यो, कि त अब इन्डिया जानको लागि काम यति कहाँ भागेको त न। कि त इन्डिया जानलाई अब खतरा, अब अलिक इम्पोर्टेन्ट काम नै हुनु पऱ्यो। नत्र इन्डिया जानलाई यत्रो कन्डो हुनुपर्ने जरुरी बिप हालिदिन्छु म यसमा। ल हेर्नुहोस् दर्शक बिन, मैले मुख छाडा पनि होइन। यो कन्डो भनेको सार्वजनिक एउटा कुरा हो। कन्डो भनेको भेजोडाको पनि हुन्छ, केटाको पनि हुन्छ र केटीको पनि हुने गर्दो रहेछ। अरू कसको हुन्छ? तपाईँको छ छैन भने भन्नुहोस्, छैन भने कमेन्ट लिङ्कमा आउनुहोस्। धन्यवाद। दामी अझै 1 आवर त अझै 1 आवर कन्टिन्युस साइक्लिङ गर्नु बाँकी नै छ। गाइस ताई से समथिङ, म अगाडि आउँछु बग्नु। गाइस ताई
यता ब्रदर से समथिङ ल के भन्नु फेरि वान्स मोर चाका हटेन पोल्यो लोड ल त्यस्तै हो होइन घामले अलिअलि डढिरहेछ सनस्क्रिन पनि पिलेर गयो भोकले हेदु शरीरको बोसो पक्लिँदैछ होइन शरीरको कमरा चाक्न छिर्नु अब 3 जनाकै निकाल्नु पर्यो सबै थाकिसक्यो वेब गर न थाकेको छैन थाकेको छैन थाक्यो तपाईँ थाक्नुभयो तिमी थाक्यो छैन खास भन्नुपर्दा सबै थाकेँ म पनि थाकिरहेको छु एभ्री वान इज थाकिङ 1 2 3 तपाईँको अहिलेसम्मको एक्सपिरियन्स कस्तो हुँदैछ आया मजा आइरहेछ अब हाम्रो कमरेडहरूले अलिकति अझै बल लाउनु पऱ्यो होइन हजुर हाम्रो कमरेडहरू उहाँ भर्खर आउनु हुँदैछ हिँड्दै हजुर अलिकति त्यही भएर म सधैँ भने गर्छु हामी युथहरू भएपछि चाहिँ ग्रान्ड बलको अलिकति आफ्नो फिजिकललाई चाहिँ बनाउनु पर्छ क्या है त्यही भन्दाखेरि चाहिँ अब यसरी रहर मात्रै गरेर हुँदैन सक्नु पनि पर्छ हामी साइक्लिङ गर्दै तपाईँ के भन्नुहुन्छ अहिले हामी खेतीमा आइपुग्यो हाम्रो तलको टिमहरू हिँड्दै आउँदै हुनुहुन्छ थाकेको सबैजना के भन्नुभएको अविश्वास थाक्नु भएको यता थाक्नु भएको के भनेको तपाईँ थाक्नुभयो कति किलो घर फर्किने गाडी पाउँदैन नि त पूजा बहिनी भुजा बहिनी हाम्रो मिस नेपाल हो नि पूजा बहिनी त अस्तिको भिडियोमा साइकल पड्काउने हो कि होइन के चाहिँ अहिले चाहिँदैन मलाई हातैले गरिदिइरहेको छ सबैजनाले हिँड्नु भएको बेला उहाँ सरले चाहिँ कुदाउँदै हुनुहुन्छ यसो के भनौँ अब फिट क्या कस्तो मलाई दामी मन पऱ्यो मलाई कुदाएको क्या सबै हिँडिरहेछ यता हाम्रो मिस नेपालको सेकेन्ड रनर अप सन्ध्या राई पनि हिँड्दै हुनुहुन्छ यता फर्स्ट रनर अप थर्ड रनर अप चाहिँ सेविका दिदी हजुर सर भाइ हाँस न हाँस मरिजाने के छ हल्का थकाइ मारेको अवस्था सन्ध्या थाक्यो तिमी कतिको थाक्यो यता आशिष सर थाक्नुभयो हाम्रो मिस नेपाल त सुतिरहनु भएको छ यता मिस राजवंशी युसुफ हाम्रो ह्यान्डसम भाइ परबाट हेरिरहेको छ सरहरू गीत गाउने तयारीमा हुनुहुन्छ कुन गीत गाउने हो मेरो गाउँले कुन मेरो गाउँले विली अनि युट्युब अब यहाँबाट अलमोस्ट कति छ पुग्नुपर्ने ठाउँ 2 घन्टा अब यहाँबाट 2 घन्टा हिँड्दै यो बाटो चाहिँ कहिले पुग्छ
होइन यहाँनिर हालेस् न यहाँ साइडमा छ कि साइडमा चाहिँ बनाउनु शिविका सिस्टर तपाईँ आउनु न भाइ उयो देशी टुरिस्ट सन्ध्या रेडी छ भाइ ढुङ्गे बजार ढुङ्गे बजार मेरो मनले येशूको जीवन प्रेमको गाना सबलाई सुनाउँछ यो दिनले येशू बाहेक बचाएको अरू कोहीले मेरो हृदय जिरेको छ उनको जिउँदो वचन साँचो बोलीले भरिएको छ आज मेरो मन स्वर्गीय शान्तिले परिवर्तन गरेको छ पुग्यो रे फोन नम्बर 10 वटा हुन्छ नि अगाडि 977 सैला सर इज सो काइन्ड कस्तो मजाले हेल्प गर्दै हुनुहुन्छ मलाई खुसी लाग्यो उहाँको यो हार्डवर्किङ देखेर यस्तो उकालो छ यु गाइस क्यान सी यस्तो उकालो छ है यस्तो माथि चढ्नु पर्ने छ साइकलको त हालत खराब भइसक्यो तर शिला सरले दुईवटा साइकल एकैपल्ट लाँदै हुनुहुन्छ हि इज द पर्फेक्ट म्यान धन्यवाद कस्तो लाग्दैछ तपाईँलाई राम्रो लाग्दैछ कस्तो राम्रो धेरै राम्रो लाग्दैछ डिस्क्राइब गर्नु न डिस्क्राइब भन्दाले च्यालेन्जिङ छ तर ओभर एक्साइटेड च्यालेन्जिङ छ छ बट स्टिल देन इन्जॉइङ इन्जोइङ है थ्याङ्क यू सुराज सर कस्तो फिल हुँदैछ मेरो समर्थन छ जहिले यस्तै भन्छ कि म एकदम है के भन्नु अब म खुसीले खुट्टा टेक्नु सकेको छुइनँ गलेर तपाईँलाई कस्तो लाग्दैछ खाने के खाने सक्यो नि त भ्युवर्सहरूलाई भनिदिउँ कि पार्सल गरिदिन्छ सेयर गरिदिन्छु अब सर अनुभव भन्दाखेरि चाहिँ है अब हामी धेरै पछि फेरि यसरी युथहरू हिँड्नु पाइयो है हजुर लामोको यात्रा क्याम्पिङ गर्दै किनभने अब सधैँ यो समय पाइँदैन अब महिना वर्ष भन्नु सकिँदैन नि त त्यही भएर एकदम म खुसी छु किनभने किनभने अब कृष्ण रगतले बाँधेको हामी होइन माथि गएर हामी केही फेलोसिपहरू गर्नेछौँ यस यस एकदम म चाहिँ होइन एकदम ब्लेसिड भइरहेको छु आमिन थ्याङ्क यू यस्तो छ यत्रो माथि साइकलमा चढेर म झर्दिनँ अहिले मैले धेरै बाँच्नु छ तल्लो बाटोमा भरे सब्सक्राइबर के भन्नु त भन्नु न लाइक सेयर सब्सक्राइब पक्का भन्नु एन्ड सेयर है फेरि मजाले सबैजनाले है हाम्रो जुडा अनिसजीको चाहिँ है हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला अझै यस्तै कन्टेन्टहरू तपाईँलाई मनपर्छ भने चाहिँ
उहाँले चाहिँ यस्तै कन्टेन्टहरू क्रिएट गर्नुहुन्छ त्यही भएर ट्राभलिङहरूको त्यही भएर अगेन जाई तपाईँ भन्नु न फेरि चढाउनु नसकेको अवस्था सिला सर बल्ल आइपुग्यो है यता क्युट गर्ल आइपुग्यो छैन आइपुगेको छैन म जानै पुग्यो के भन्दैछ तिमीले सन्डेले के भन्दैछ भन्नु त बल्ल बल्ल अब अझै हाफ आवर लाग्छ भन्दैछ बल्ल बल्ल मरेर यहाँसम्म बल्ल बिहानदेखि अलिक खान पाइयो चाउचाउ पनि गरौँ न पहिला तिम्रो नै माया लाग्दछ सैली सम्झन्छु तिम्रै तिम्रो नै माया लाग्दछ सैली सम्झन्छु तिम्रै तिमीलाई माया के गर्थ्यौ सैली म जस्तो तिमीलाई माया के गर्थ्यौ सैले म जस्तो जाबाको हिमाल चुली त्यो पल्ल पहटी बस्दछ चुली त्यो पल्ल पहटी बस्दछ वृन्दावन यो गीत मैले गाएको होइन यो गीत मैले गाएको होइन सामुने थियो फेरि एकै मुटु किन रोज्यौ बाको मुटु सामुने थियो फेरि अर्कै मुटु किन रोज्यौ बाँकी थियो बाँकी थियो एक मुठी सास त्यही पनि तिमीले दाइजो माग्यौ सारा खुसी समेटी राखिदिए उनकै पुल्टोमा सारा खुसी समेटी राखिदिए उनकै पुल्टोमा
हिँडेका मेर्थे तिमीलाई खुसी मिल्ने भए तिमीलाई खुसी मिल्ने भए आफ्नै मुटु आफै हेर्थे सारा खुसी समेटी राखिदिए पल्टोमा दाइ के बजाएको गीत कस्तो थियो गीत कस्तो थियो सन्ध्या गीत कस्तो थियो दामी थियो मिस क्युटी गीत कस्तो थियो डिस्क्राइब गर्नु न अलिकति यसो अलिक It got a very good voice. थ्याङ्क यू फर दि सङ गाइस हामी यसरी जाँदैछौँ हो गरौँ न Pure cycling, baby! यस साइकल चाहिँ यस्तो छ ब्रो से समथिङ मजा आयो माइलक मजा आयो के अरे त्यो ओ माई गॉड तुरुला तुरुला ओ यस्तो पाराले आज फर्स्ट टाइम हिँड्दैछ गाडीमा साइकल हालेर साइकलमाथि मान्छे 10 जना चौकी यस गाइस वी आर ह्याभिङ फन आम्बो झन्डै लडायो म त भित्र बस्छु बरु अनिस दादा त झर्यो त ब्लगर भुइँमा फेरि भन्नु त ब्लगर भुइँमा सुट गर्दैछ ड्राइभर अलिक बिस्तारै ब्लगर कुद्दैछ बाटो खतरा छ गाइस होलीमोली गाइस होलीमोली होलीमोली हो र त्यो ढरेर भएको ए दाइ कुन डाँडा भनेको कोरोना त लाग्यो आम्बो त्यहाँ माथिसम्म त धन्न 500 स्पोन्सर आयो 500 नहालेको गाडीमा स्पोन्सर म ढोग्न जान्छु भाइ यो सब भाइले 500 हालेको नि त गाडी भाडा अनि 1000 हामीले हजुर हामीले डुडुला अगेन अगेन भन्नु न भन्नु न अनि तिनटा ग्रुप छ रे सर हामी त ढिलो अरु थाहा भएन सर हो र तिनटा हाम्रो चाहिँ बेस्ट ग्रुप हो तपाईहरुको चाहिँ बेलामा सूचना आएको तर ढिलो आयो है सूचना बेला तर आइपुग्यौँ दिदो तर मान्छेले अलिक ढिला उनीहरु केमा बस्छ रे सर त्यहाँ सबै टेन्टहरू राखिसक्यो नि तपाईहरुले राख्नु हो होइन आफै ल्याएको उनीहरुले राख्यो हो त्यो प्लेस छ नि हाम्रो लागि जति छ त्यो चौरी छ है लास्ट टाइम दाइ त्यो पत्रकारहरु भेला भएको थियो नि सागर खरेर त्यो हो त्यो हाम्रो साथीहरु थियो क्या अनि तिनीहरूले नै भने हो त्यहाँ छ कहाँबाट आएको रहेछ उनीहरू उनीहरू इलामबाट आएकोहरू छ होइन एउटा त्यता देवीगञ्ज कहाँबाट अरे के उनीहरू बाइकमा आएको कि गाडीमा सबै बाइक भाइ हामी मात्रै साइकलमा है साइकलमा आउनु कसैले आर्ट गरेछ अहिलेसम्म छैन वी आर द बेस्ट सबले भनौँ न हौ सबले भनौँ न ए 1 2 3 मा वी आर द बेस्ट गाडीमै चढ्यौँ त नि अन्तिममा जस्तै एउटा ग्रुप आएको थियो भने होइन साइकलमा साइकल आएको थियो माउन्टेन साइक्लिङ ग्रुपबाट ए हजुर हाम्रो ग्रुपको नाम चाहिँ के हो 4-5 दिन अगाडि आएको थियो हजुर हिजो 4-5 दिन अगाडि आएको थियो हाम्रो क्याराङ ग्याङ नि गाइस होलीमोली हाम्रो टिमको नाम जोसुवा तपाईँले यसरी हिल साइड जानुभएको थियो अगाडि हजुर तर यति साह्रो पनि होइन जस्तो तपाईँहरूको त अनि तपाईँहरूले भन्नुभयो त्यहाँबाट हामी त्यो ट्याम्पो आउँछ हिँड्दै बिस्तार लिएर आउँछ तपाईँहरू रातभरिमा आउनै सक्नुहुन्छ है तपाईँको यो त के बाटो होइन नि अहिले मास्टर हेर्नु न हो र नतस नि दाइ यहाँ चाको अलिकति मात्रै अडाइरहेको छ गाह्रो छ बाटो हाम्रो त होलीमोली हुने रहेछ त नि
बोले हो हामी सुरक्षित पुग्छौँ हामी सुरक्षित पुग्छौँ त्यस्तोमा चाहिँ लेजेन्ड भन्ने पनि छ यो हो हजुर सर त्यस्तोमा चाहिँ मनाएको होइन हजुर बिहान 8 बजीदेखि लिएर बेलुका 8 बजीसम्म बसेको यसरी घर उठेर अगाडि जाने कति बिहान 8 देखि बेलुका बेन आम्बो ल मनाङमा चल्यो भने केही मात्रै अरूहरू भनेको सुमो गोल्डहरू यता चल्छ प्रायः गाइस खुट्टा राख्ने ठाउँ पनि छैन यस्तो छ बिरतामोडबाट दाइ बिरतामोडबाट कति किलोमिटर छ यहाँ अहिले यताबाट छोटो हो नि न त्यो मजुवा भएर निस्किने बाटो हुँदा यो मजुवा त्यो निस्किने बाटो चाहिँ कुन हुँदै हाम्रो यहाँको सुभाषज्यू चाहिँ कति नम्बरको कति नम्बर वार्ड पर्यो दाइ यो के चोक हो यो के चोक हो ए हो सडकपुर चोक ए हजुर वडा अध्यक्षज्यूलाई हामीले अस्तिदेखि उहाँले बिहान भन्नुभएको मलाई होइन पानी बिरामी हुँदो रहेछ हजुर दाइ यो बाटो खोल्यो नि हजुर यो बाटो खोलेपछि त्यहाँको एउटा डाँडा हाम्रो पहिरो गयो क्या तल मेची खोला भन्ने ठाउँमा ए हजुर त्यहाँ अहिले भोलि बिहान हेर्नु सक्नुहुन्छ झन्डी डाँडा चाहिँ जङ्गबहादुरले यहाँनिर अङ्ग्रेजसँग हाम्रो लडाइँ भयो कि व्यस्त थाहा छ नि हजुर त्यति बेला यहाँनिर झन्डा काटेर चाहिँ यहाँनिर यो अङ्ग्रेजहरूसँग लडाइँ गरेको एरिया हो कि यो ए अहिले पनि त तपाईँको लडाइँहरू गर्दा डाँडाहरू नैमा बस्छ नि क्याम्पहरू हजुर त्यस्तोमा बसेर चाहिँ एउटा लडाइँ गरेको क्या अङ्ग्रेजहरू त्यो भएर यसलाई झन्डी भनिएको ए हजुर त्यस्तो छ यो अन्त त्यस्तो यो हाम्रो अरू पनि भन्नु न त यताको यो ठाउँको बारेमा यो ठाउँको बारेमा चाहिँ अब भाइ त्यो हो एउटा विशेष चाहिँ होइन हजुर अब अर्को चाहिँ अहिले पछिल्लो समयमा चाहिँ एउटा चाहिँ सूर्योदयहरू चाहिँ हजुर हजुर सूर्योदय चाहिँ तपाईँको श्रीअन्तु भन्दा पनि राम्रो देखिन्छ भन्छ बाहिरका साथीहरू यहाँबाट यहाँबाट होइन ए हजुर अब हाम्रो चाहिँ कस्तो भने श्रीअन्तु चाहिँ यो भन्दा पनि पछाडि हो नि त पछाडि हो डाँडाको हाइट त केही हो यो भन्दा चाहिँ तर हाम्रो अगाडि चाहिँ कुनै पनि जस्तै हामी एउटा अर्कोलाई हेर्दा बिचमा अर्को मान्छे भयो भने त्यहाँ राम्रो देखिँदैन नि त त्यसबाट चाहिँ हामी सूर्यलाई फेस टु फेस हेर्न सक्छौँ जस्तै यो अगाडि भयो है यो सिधै तपाईँ र म जस्तो चाहिँ भाइ बिचमा भयो छेल्यो। नि बिचमा छ हजुर अन्तु म अर्को भयो भने तपाईँलाई देख्न अलिक उठ्नु पर्ने हुन्छ नि त ए त्यो अन्तुमा भएको जुन टावरबाट हेर्नुभन्दा यहाँबाट भुइँबाट राम्रो देखिन्छ भन्छ क्या त्यो चाहिँ हामीले होइन अरू अनुभव गर्नेहरू धेरै भनेपछि भोलि हामीले पनि दामी देख्ने पर्यो राम्रो देखिन्छ अर्को चाहिँ अलिक अग्लो अन्तु अर्को हो हाइटमा हाइटमा चाहिँ अग्लो हो हाइटमा चाहिँ अर्को हो तर यो चाहिँ अब तराई बेल्ट चाहिँ जुन छ नि हाम्रो झापाहरू त्योभन्दा चाहिँ त्यसको नजिकको सबैभन्दा अर्को हाइटको डाँडा यो हो हेलो गाइस अहिले हामी झन्डी डाँडामा छौँ जाँदैछौँ अनि विशेष त हामी बिहानको सूर्योदय हेर्नको निम्ति नै हामी गइरहेछौँ साइकल अलिकति हाम्रो रात परेकोले गर्दाखेरि हामी गाडीमा हामी गइरहेछौँ अनि तपाईँहरूलाई पनि एकदम स्वागत गर्छौँ झन्डी डाँडामा तपाईँहरू पनि यहाँ आइकन सूर्योदयको मजालाई लिन सक्नुहुन्छ तपाईँहरू अन्तु गइसक्नु भएको होला तर अन्तु सदा तपाईँहरू झन्डी डाँडा पनि एकचोटि तपाईँहरू आएर तपाईँहरू मनोरञ्जन गरिदिनु होला निम्ति हामी एकदमै आग्रह गर्न चाहन्छौँ र हामी अरू अपडेटहरू हामी भोलि दिँदछौँ होइन भोलि बिहानीको सूर्योदय कस्तो छ भनेर हामी फेसबुक लाइभमा पनि हामी आउँछौँ सो हामीलाई तपाईँले हेर्नु सक्नुहुँदैछ दामी हजुर One, two, three. 1, 2, 3. जय नेपाल जय मातृभूमि Again! We just came here, आइपुग्यो यार अटो हाम्रो माल्लोर जोड लाग्यो यही हो टेन्ट यहाँ रहेछ हाम्रो यता बल्ल गाइस हामी बल्ल आइपुग्यो वी जस्ट केम पुली बल्ल आइपुग्यो गाइस हेलो गाइस हामी हाम्रो डेस्टिनेसन चाहिँ अघि नै आइपुगेको कति बजी भन्दा 8 बजीतिर आइपुगेको
अहिले 6 अरे अहिले 11 बजिसक्यो यही हो सडकपुर भन्ने सडकपुर त तल हो चोक यो झन्डी डाँडा जहाँबाट चाहिँ बिहान सूर्योदय देखिन्छ सनराइज देखिन्छ बिहान तपाईँहरूलाई देखाउने छु सूर्योदय पनि देखाउने छु तल टेन्टहरू छ मान्छे रमाइलो गरिरहेको छ तपाईँहरूलाई सबै देखाउने छु वेट गर्नुहोस् है त किप अन वाचिङ गाइस यहाँ चाहिँ हल्का रमाइलो चल्दै रहेछ यो ठाउँ झन्डी डाँडा भन्छ यहाँ हल्का रमाइलो चल्दै रहेछ अहिले चाहिँ यता अर्को टिमको क्याम्प टेन्ट हो यता चाहिँ हाम्रो छ यहाँ एउटा छ यहाँ हाम्रो जम्मा 5वटा टेन्ट छ एउटा यो 2टा यहाँ टेन्ट छ होली मोली गाइस केटीहरूले यहाँ दामी पोलेछ मलाई साथीले एउटा दियो म यो दामी हान्छु अब सेविका खाने हो ओके अलिक काटै छ होइन के अरे तिमी सन्ध्या रिसाएको छ अझै पनि काँचै छ यो गाइस मलाई काँचै मासु खुवायो यिनीहरूले मेलाई पकाएन यो होइन अर्को अब अर्को गाइस सुँगुरको मासु यहाँ छ अर्को चिकन अच्छा हाम्रो सेफ शैलास लिम्बू योङहाङ चोर होइन हाम्रो विवश भाइ ह्यान्डसम अफ द इयर 2020 लाई देखाएको हाम्रो बुलेरोको मालिक भाइ सोनु निगम सोनु चोर सोनु गाडी चोर नगर गाइस मलाई सन्ध्याले हेपो है सन्ध्याले मलाई हेपो चिकन नै दिएन दिनु ल पाकेको दिनु न तर सेविकाले धेरै माया गर्दो रहेछ हेर त यो लेग पिस देऊ मलाई एउटा लेग पिस सन्ध्या यो हालिदेऊ त सन्ध्या यो हालिदेऊ न मेरो प्राय यो कसको यो काटेर नै पिस गरौँ न यसलाई पागलले ये लड़की पागल है होलीमोली गाइस होलीमोली तपाईँहरूलाई म हाम्रो साइकल देखाउँछु ल होलीमोली हाम्रो साइकल यहाँ छ यहाँ पनि छ साइकल टेन्ट 1 टेन्ट 2 टेन्ट 3 टेन्ट 4 टेन्ट 5 यहाँ 2टा चिकन हो 2टा होल चिकन अझै छ यहाँ केटाकेटीहरू खाँदैछन् यो पानीको भाँडो सर खाऊँ अरे अघिदेखि खाएर न्याक्क भएर अहिले खाऊँ अरे खाँदा भक्क भइसक्यो कि अनि अहिले खाऊँ अरे सिद्धार्थ सर कस्तो हुँदैछ त तपाईँलाई यो मासु फुरन्दामा एकदम घरको त के भन्नु हैन बनकै मिठो जोस रमाइलो भइराछ जाऊ न अलि गिजा पिल्से पनि त हाम्रो दाइ
एकदम मस्त झकास मोडमा हुनुहुन्छ एकदम मिठो एकदम राम्रो भइरहेको छ आजको दिन चाहिँ हजुर एकदमै अविस्मरणीय क्षण भइरहेको छ यो जिन्दगीमा कहिले पनि नबिर्सिने क्षण भइरहेको छ एकदम है दाइ रमाइलो हुँदैछ है रमाइलो एकदम भइरहेछ कहिले बिर्सिनुहुन्छ यो पल यो पल कहिले पनि बिर्सिँदैन जिन्दगीमा यो पल चाहिँ सम्झिरहने पल हो यस दाइ धन्यवाद है दाइ हामी यो दिनमा कहाँ कहाँ पुगिएला तर यो पल यो क्षण भनेको चाहिँ सधैँभरि रहिरहन्छ रहिरहन्छ याद अविस्मरणीय क्षण भएर हजुर गाइस यो चाहिँ म खानु लागेको सेविका तिमी अगायो तिमी अगायो कि अगाएन अनि किन खाएको त अगायो भने सरी ओके सुन भाइ कस्तो हुँदैछ तिमीलाई परोटी कसरी खाइदिएको परोटी कसरी खाइरहेछ चम्ची ल्याइदिउँ ए हो मिठो हुँदैछ कि छैन मिठो भएको गुलियो हुँदैछ ल म अर्कोतिर पास हुन्छु ल ए पूजा बहिनी पो अरू भन्नु लाग्छ प्यारो डाँडा काँडा हरियाली आँगनै भरि लाली गुरा चाप चमेली फुल्छ थरी थरी डाँडा काँडा हरियाली आँगनै भरि लाली गुरा चाप चमेली फुल्छ थरी थरी खोला सुसेली आइरहन्छ यो मनमा म एक्लै गएँ नि मलाई यार केटा नेपाली हो चाहिँ फेरि अघि जस्तो गर जीवन जता सुकै लैजाऊ मलाई मन त मेरो नेपाली सबैले एकचोटि लास्ट ल फेरि जसो गर जीवन जता सुकै लैजाऊ everyone मन त मेरो नेपाली हो कहाँसम्म जाने यात्री हो
बाटो खोजेर कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर दुई बाटो बनिएको छ दुई बाटो बनिएको छ एउटा बाटो फराकिलो छ बालमसम्म पुग्ने अर्को बाटो यस्तो पनि छ क्रिस्टसम्म पुग्ने कहाँ जाने हो कता जाने हो निर्णय गर हो कहाँ जाने हो कता जाने हो निर्णय गर हो कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर मृत्युको डरले आजीवनभरि दशवतामा फसेकाहरूलाई डाँडा देउराली भन्छन् प्रतिफलमा अल्झेकाहरूलाई आकाश चोलेर जाने यसुले आकाश चोलेर जाने यसुले छुटकारा तिमीलाई दिनेछ कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर बिरहमा जल्ने बिरहमा जल्ने मानवलाई हर पल सताउने गर्छ धरती लोकमा बिन्ती सुन्ने एक उद्धारकर्ता छ स्वर्ग लोकमा उनको राज्य छ स्वर्गीय लोकमा उनको राज्य छ यसोमा मात्र प्रवेश छ कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर कहाँसम्म हो रमाइलो हुन्छ भेटघाटो हुँदा नै कहिलेमा काहीँ रमाइलो हुन्छ भेटघाटो हुँदा नै
गाइस हामी घाम हेर्न आएको घामले हामीलाई धोका दियो घाम हेर्नु आएको रे हामीलाई घामले हेर्दिएर गाइस यो मान्छे लास्ट हाउडे के गफ मात्रै दिने के घाम हेर्नु त्यहाँ एकल क्यामेरा फर्काउँ त खोइ कहाँ घाम कहाँ छ एउटा लास्ट घाम आएन नि त दर्शक बिन सिङ्गल अनर आएन क्या घाम हरेक मान्छेको दिलमा छ कि डाइलग गफडी गफ दियो हो गाइस अब यहाँसम्म त आयो घाम देखिएन फर्किने हो मेरो गोजीमा अब लाइक सेयर सब्सक्राइब चाहिँ नगर्नु गर्न नभुल्नु होला